घरको ऋण तिरौँला, छानो फेरौँला, टाढिएका आफन्तलाई किनौँला, व्यापार मिलाउँला, खुसी साथ जिन्दगी बिताउँला भनेर दुई जीवकी श्रीमतीलाई एक्लै घरमा छोडेर केही वर्षपछि टन्न पैसा कमाएर आउँछु है भनेर बाचा गरी परदेशिएको हुँ म। जब म परदेशको आँगन टेकेँ, लाग्यो सोचे जस्तो नहुँदो रहेछ यो परदेश भन्ने पनि। आफ्नो देशमा छँदा परदेशमा त पैसाको रुख हुन्छ, परदेशमा त असाध्यै खुसी हुन्छ, सुख हुन्छ भन्ने सुनेर परदेशिएको म अहिले मेरो हालत सोचे भन्दा धेरै फरक छ। उता ऋणको ब्याज बढेको बढै छ, यता पैसा नदेखेको पनि महिनौँ भयो। देखेका सपनाहरू हावाले लयो। हुन त म परदेशी भएँ, तर जे सोचेर आएको थिएँ त्यस्तो परदेशी हुन सकिनँ। अहिले घरमा स्थिति नाजुक हुँदैछ, मेरो अवस्था झन झन बिग्रिँदैछ। मनले अनेक थरी सोचिरहन्छ, व्यवहारले हर पल घचिरहन्छ। न भने जस्तो भयो, न सोचे जस्तो केही छ। साथीभाइ गुनासो गर्छन्, लोतो पैसा कमाइस् होला है, अब त भरिसकिस् पैसाले झोला है। बिचरा यहाँ मेरो हालत कसले बुझिदिन्छ, कसले सुनिदिन्छ मेरो चिच्चाहट। म भित्रभित्रै रहिरहेको छु, कराइरहेको छु। कसैले सुन्दैनन्, कसैले बुझ्दैनन्। अब त यस्तो लाग्छ व्यापार मिलाउन परदेशिएको म काठको बाकसभित्र घरदेश फर्किन्छु कि